साथीहरू सम्पूर्ण नमस्कार। म फेरि एउटा स्प्राइटको बोतल लिएर आइसकेको छु। तपाईहरुले भिडियोमा देख्न सक्नुहुन्छ। साथीहरू यो स्प्राइटको बोतल पनि हाम्रो त्यतिकै खेर गइरहेको अवस्थामा मैले भेटाएँ। त्यसैले अब फेरि पनि यसलाई पनि एउटा काम लगाउने मैले निधो गरेँ। साथीहरू तपाईहरुले देख्न सक्नुहुन्छ मेरो हातमा स्प्राइटको बोतल छ। यो बोतललाई पनि हामी एउटा जुगाड लगाएर कुनै काममा युज गर्ने रियुज गर्ने हामीले कोक पिइसकेपछि कोल्ड ड्रिंक पिइसकेपछि यसलाई फेरि काम लिन सक्छौं। हेर्न सक्नुहुन्छ साथीहरू मैले यसलाई होल्ड गर्दैछु तलबाट एउटा मात्रै होल्ड गर्दैछु। ल अब होल्ड भयो। होल्ड भइसकेपछि साथीहरू यसमा मैले पानी भरेको छु र पानी भरेर मैले यसलाई थोप्पा सिँचाइ गर्ने एउटा नयाँ ट्रिक लगाएँ। साथीहरुलाई हेर्नुस् है एउटा मात्रै होल्ड गरेर यसको ढक्कन पनि चाहिन्छ। ढक्कन सहितको बोतललाई यसको तलपट्टिबाट एउटा होल्ड गरेपछि होल्ड गरेर ढक्कनलाई तपाईले आवश्यक अनुसार ठिक्क चाहिने जति मात्रै ढक्कनलाई खोल्दिनुस् र जति चाहिन्छ बोट बिरुवालाई त्यति पानी खोल्दिन सक्नुहुन्छ। माथिबाट एकैचोटी खोल्यो भने त्यहाँ हिलो पनि हुने र धेरै पानी हुनाले बिरुवालाई पनि खराब गर्ने हुन्छ। त्यसकारणले हामी यसलाई थोरै मात्रामा खोलेर थोप्पा सिँचाइ गरेर यसलाई पुग्ने पानी बिस्तारै दिइराख्न सक्छौं। त्यसैले हामीसँग डोरीले बाँधेको हुनाले मैले डोरीमा बाँधेँ। तर डोरी नभएको खण्डमा हामी यसलाई कुनै रड अथवा कुनै लट्ठीमा पनि बाँधेर झुन्डाउन सक्छौं। र देख्न सक्नुहुन्छ तपाईहरुले यति धेरै पानी पनि चाहिँदैन। थोरै जति चाहिन्छ त्यति नै ढक्कन खोलेर त्यसलाई हावा भित्र अलिकति मात्रै हावा को आवाजात भयो भने पानी चाहिँ थोपा सिँचाइ हामीले गर्न सफल हुन्छौं। ल हेर्नु साथीहरु अब हामीलाई पनि फुर्सद नहुने कामको व्यस्तताले गर्दा हामी यसलाई देखभाल गर्न नसक्ने हुँदाले पहेँलो भइसकेको पानी नपाएर त्यसैले मैले यसलाई कसरी पानी दिने भन्ने कुरामा चाहिँ सोच्दा यसरी एउटा नयाँ उपाय मेरो दिमागमा आएर मैले एउटा नयाँ उपाय लगाएर यसलाई चाहिँ नियमित अथवा रेगुलर पानी आइराख्ने एउटा सिस्टम बनाएको छु। साथीहरुलाई यो भिडियो कस्तो लाग्छ यदि राम्रो लाग्यो भने साथीहरुले मेरो भिडियोलाई अगाडिसम्म पनि पुर्याएर शेयर गर्नुहुन्छ भन्ने आशा राख्दछु। साथीहरु धन्यवाद भिडियो हेर्नुभएकोमा।